कुनै देशको प्रधानमन्त्रीले मान्छे मारेर आऊ भन्ने निर्देशन दिएको छ, बाघले झम्टिए जस्तो झम्टिएर मान्छे मार भन्ने उनको निर्देशनको कारणले यो पूर्व उनको उपद्रव र हिंसा भड्काउने अभिव्यक्तिको कारणले एउटा अप्रिय घटना उनले गराए। फेरि त्यस्तै उनले धुलो चटाउँछु भनेर अनि आज मात्र राष्ट्रिय मानवाधिकार आयोगले केपी ओलीको क्षुद्रताका विरुद्ध, उनको पाशविकताका विरुद्ध, उनको मानवाधिकार विरोधी दुश्चिन्तनका विरुद्ध एउटा विज्ञप्ति जारी गरेर तिमी असभ्य हो भनेर अहिले विश्वको सबैभन्दा असभ्य प्रधानमन्त्री केपी ओली हो, जसले हिंसा भड्काउने सिधा सिधा अभिव्यक्ति दियो। म चुनौती दिन्छु, यो कब्जामा लिन्छु भन्ने केपी ओली, जसलाई जहाँ गए पनि नेपाली जनताले चोर आयो भन्ने नारा लाउँछन्। 1 मिनेट मात्रै राजा जस्तो तिम्रा गुण्डाहरू र तिम्रो सुरक्षाकर्मी नलिकन सडकमा स्वागत नेपाल जस्तो एक्लै हिँडेर देखाऊ, चुनौती दिन्छु। के कब्जा गर्छन् उनले? प्रधानमन्त्रीले त यदि साँच्चीकै नेपालमा देशमा अराजकता फैलियो, यो हत्या हिंसा बढ्यो भने प्रहरीलाई शान्ति सुरक्षा व्यवस्थापन गर भनेर निर्देशन दिनुपर्ने, तर आफ्नो पार्टीको कार्यकर्तालाई पनि निर्देशन दिएको देखियो। यसले के अर्थ राख्ला अधिवक्ताजी? उनको पेसा नै हत्या हिंसा गर्ने हो। धर्मप्रसाद ढकाललाई मार्नेले हत्या हिंसाको नि के अराजकता भन्न मिल्छ? मिल्छ? द्वन्द्व उद्योगीहरूले, हेर्नुहोस्, द्वन्द्व उद्यमीहरूले आफै द्वन्द्व फैलाउने अभिव्यक्ति दिँदै हिँड्ने। मानवाधिकार आयोगले भनिसक्यो त, उहाँ असभ्य हो, पाशविक मान्छे हो, उहाँको पेसा नै हत्या हिंसा गर्ने हो र त्यहीबाट आएको मान्छे हो। उहाँले अर्ती दिने, उपदेश दिने, आत्मसमर्पण गर, किनकि तिमी जहाँ जाऊ बाँच्दैनौ, किनकि सबै नेपालीले बाँच्दैनौ भन्नाले राजनीतिक रूपमा तिम्रो मृत्यु भइसकेको छ, अब फेरि बाँच्न सक्दैनौ। यसैले जहाँ जाँदा पनि यो लुटतन्त्र, जो गणतन्त्र भन्छ र किस्तीमा प्रधानमन्त्री अर्कोलाई बुझाउँछु भन्छ, हामीले यही व्यवस्था ल्याएको हो। किस्तीमा अर्कोलाई प्रधानमन्त्री बुझाउने कि जनताले छान्छ, किस्तीमा बुझाउने मिलेमतोहरूको र यो लुटतन्त्रमा भागभण्डा गरेर खानेहरूको यो व्यवस्था अन्त्य गर्न जनता पुरै जागिसकेका छन्। त्यही भएको हुनाले यिनको असभ्यता, प्रधानमन्त्री भएको छ कब्जा गर्छु भन्छ, प्रधानमन्त्री भएको छ सुरक्षाकर्मीलाई निर्देशन दिनुपर्ने, कार्यकर्तालाई मान्छे मारेर आऊ बाघले झम्टे जस्तो झम्टेर भनेर पठाउँछ। यस्तो असभ्यता, यस्तो क्षुद्रता, धुलो पिठो बनाउँछु भन्ने अभिव्यक्ति दिए होइन। एक्लै हिँडेर देखाउ न त्यो दिन सडकमा कसलाई धुलो पिठो पार्दो रहेछ। तपाईँको यो ठाडो च्यालेन्ज हो। 100% चुनौती। स्वागत नेपाल जतिको हिँडेर देखाउ न सडकमा। राज संस्थावादी, देशभक्त, राष्ट्रवादी एउटा नागरिक बराबर केपी ओलीका 10,000 मान्छे भनेको उनीहरूको 10,000 बराबर देशभक्त एउटा मात्रै नागरिक काफी हुन्छ। त्यस्तो हुन्छ देशभक्ति भनेको। जस्तो अब तपाईँहरूले यसरी ओपन च्यालेन्ज जसरी दिनुभएको छ, झन् प्रधानमन्त्रीले पनि त्यही टसमस हुने जस्तो देखिन्न, पछाडि हट्ने देखिन्न। प्रधानमन्त्री पछाडि नहट्नु, हारिसके त, उनले भनिसके त, आज पनि पार्टी होइन राजधानी मेरो होइन भनिसके त, अब कब्जा गर्छु भन्दैछन्। प्रधानमन्त्रीका लागि राजधानी कब्जा गर्छु भनेको के हो? मेरो होइन भनेको। कब्जा त्यसलाई गरिन्छ जो आफ्नो हुँदैन। राजावादीहरूलाई धुलो पिठो चटाउने कुरा गर्दैछन् के? होइन, ओलीले एक्लै हिँडेर देखाउनु न सडकमा को धुलो पिठो हुँदो रहेछ। सरकार शक्तिमा त अहिले प्रधानमन्त्री हुनुहुन्छ, अनि हो यही प्रहरी परिचालन गर्नुहुन्छ, यही भनेर त भनेको त। सेना प्रहरी अगाडि पछाडि हुँदाखेरि जसले पनि यस्तो बोल्छ। हामी जस्तो निहत्था मान्छेले, जनताको अपार माया पाएर सडकमा आउने राजाले, राज संस्थावादीले, देशभक्तले जनताबाट प्राप्त गरेको माया र उनलाई जहाँ जाँदा पनि आक्रमण जनताले चोर आयो भनेर नारा लगाएर गरेकोबाट के पुष्टि हुन्छ? यसो भएको हुनाले एउटा पराजित लुते शासकको भुत्ते अभिव्यक्ति हो केपी ओलीको यो मर्नु पूर्वको अन्तिम चिच्याहाट हो। नत्र यस्तो असभ्यतापूर्ण अभिव्यक्ति कसैको आउँछ? अब प्रधानमन्त्री होसै गुमिसकेका छ नि उनको। त्यो हिजोको अभिव्यक्ति दिएपछि अब तपाईँहरूको यो जेठ 15 गतेको आन्दोलन सफल हुन्छ कि असफल हुन्छ? सफल भइसक्यो त। ओलीले नै राजधानी मेरो होइन अब मात्रै कब्जा गर्छु भन्दैछन्। मेरो हातबाट फुत्किसक्यो भन्ने त उनले स्वीकार गरिसक्यो, अब कब्जा गर्छु भन्दैछन्। सेना प्रहरी आफ्नो यो सुरक्षा संयन्त्रदेखि विश्वास नभएको प्रधानमन्त्री ओलीलाई? सेना प्रहरी इत्यादि यो सबै देशभक्त छ, राजभक्त छ। किनकि राजाको पालामा प्रहरीलाई
त्यो घर बिदा कहिल्यै बस्दैनन् प्रहरी। उनीहरूको सञ्चित घर बिदा बराबर जहिले पनि 1 वर्षको चाहिँ एक्स्ट्रा तपाईँको 360 दिन पुगेपछि पैसा आउँथ्यो राजाको पालामा। यही जनताको शासन भन्ने ल्याएपछि खाइदिए होइन। प्रहरी यो पर्खेर बसेको छ परिवर्तनको राज संस्थाको नेतृत्वको। यो दासहरूबाट मुक्ति चाहेको छ प्रहरीले, सेनाले। किनकि राष्ट्रपति भएको मान्छे पनि दास भयो, विदेशीको रैती भयो, उपराष्ट्रपति भएको पनि दलको दास भएको हुनाले फेरि दलकै कार्यकर्ता हुनु पुग्यो। तर राजा कहिल्यै पनि दलको कसैको हुँदैन, साझा हुन्छ। दलको दासताबाट, विदेशीको रैतीबाट मुक्ति दिलाउनका लागि नेपाली सेना, प्रहरी सबै दत्तचित्त छन्। सबै एमाले, काङ्ग्रेस, माओवादी, राप्रपा, पूर्व जनमुक्ति सेना सबैभित्र, रासपा समेतभित्र देशभक्त नागरिकहरू छन् जसले लोकतन्त्र भन्ने विश्वास गरेका थिए। तर किस्तीमा लगेर अर्कोलाई प्रधानमन्त्री दिन्छु भनेर यिनीहरूको भागभण्डा गर्ने, जनतालाई विश्वास नगर्ने, आपसमा बाँडीचुँडी खाने, यस्तो दासता, यस्तो तपाईँको चाहिँ निरङ्कुशताका विरुद्ध राज संस्थाको पक्षमा सबै दलभित्र असल इमान्दार एमाले, काङ्ग्रेस, रासपा लगायत सबैभित्र भएका नागरिकहरू राज संस्थाको पक्षमा आइसकेका छन्। खालि यी नेताहरूलाई नाक जोगाउन बाँकी छ। अब कार्यकर्तालाई के जवाफ दिउँ? कार्यकर्ता त सबै देशभक्त राष्ट्रवादी भइसके, राजावादी भइसके। कृपया नलजाउनुहोस्। तपाईँलाई माफी दिन्छन् तपाईँका कार्यकर्ताले, खुलेर भनिदिनुहोस्। किस्तीमा लगेर अर्कोलाई प्रजातन्त्र कुनै के यो होइन प्रधानमन्त्री बुझाउने यस्तो झुट लुटको व्यवस्थामा हामीले तिमीलाई, जनतालाई, कार्यकर्तालाई ढाँट्यौँ। अब हाम्रो बुद्धि आयो भनेर स्वीकार गरिदिनुहोस्। तपाईँ कार्यकर्ताले तपाईँलाई माफी दिन्छन्। अहिले दलहरूलाई एउटै मात्रै लाज लागेको छ, हाम्रा कार्यकर्ताले के भन्लान् भन्ने कुरो। कम्बोडियामा लगेर पैसा राख्ने एउटा प्रश्न भयो हुन्छ त। जुन जुन देशमा राज संस्था अन्त्य भयो नि र ओली देउवा प्रचण्डहरू जस्ता मान्छे शासक भए, ती सबै देशमा राज संस्था फर्केको छ। अब नेपालका युवाले बुझिसके, के बुझ्यो भने अब बेलायत जस्तै हुनु छ, अब स्पेन जस्तै हुनु छ। अब हामीलाई ती देशहरू जस्तै समृद्ध हुनु छ। ती देशमा पनि राज संस्था अन्त्य गरेपछि यस्तै कुशासकहरू आएपछि तिनलाई लखेटेर अनि राज संस्था ल्याएपछि अनि समृद्धिको, विकासको, स्थायित्वको बाटोतर्फ गयो। नेपाल पनि अब बेलायत जस्तै हुनुपर्छ। त्यसैले अब फेरि राज संस्था ल्याउनुपर्छ भनेर युवाहरूले प्रष्ट भइसके। अस्तिसम्म झुक्याएका थिए, अब जनताहरू उनीहरूले जुन झुक्यान जारी राखेका थिए त्यसलाई हामीले इरेज गरिदिइसक्यौँ र युवाहरू सबै अहिले राज संस्थाको पक्षमा छ। त्यसैले अब उहाँहरूको राजनीतिक जीवन बाँकी रहनु छ भने स्वीकार गर्नुहोस् युवाहरूले भनेको कुरा। हृदयेन्द्र अबको पुस्ता राजनीतिमा हो, ओलीहरूको बुढो धोद्रो पुरानो पुस्ता होइन। अब प्रधानमन्त्री ओलीकै शब्द सापटी लिएर भन्दाखेरिमा तपाईँहरूलाई राजाको रैती हुनलाई कति रहर लागेको क्या? बिचरालाई विदेशीको रैती र दास हुन कति रहर लागेको एउटा। र उनकै प्रश्न उनकै अलिकति बाँचे खुचेका कार्यकर्ताहरूलाई गरौँ। तपाईँहरूको सामन्त ओलीले हुन चाहिँ त एमाले होस्, तर भोट चाहिँ अर्को पार्टीको चुनाव चिन्हमा हाल भन्दा खुलुखुलु भोट हाल्ने तपाईँ दास हो कि होइन? हो। हुन चाहिँ तपाईँ एमाले हो, अर्को पार्टीको चिन्हमा भोट हाल, नभए पार्टीको सदस्यता खारेज गरिदिन्छु भनेर भन्दा निहुरमुन्टी नगरेर नमस्कार गर्ने कार्यकर्ता रैती हो कि होइन? दल भनेको रैती र दासहरूको झुन्ड हो। हामी जस्तो हुन्छ जो कुनै नेताले भनेर एमसिसी ठिक भन्दा ठिक भन्ने, होइन यो त गलत रहेछ सडकमा आउनु पर्यो भन्दा गुरु माओवादीका पनि आयो होइन एकचोटि सडकमा एमसिसीको विरुद्धमा। होइन अब अलिकति भाग खान पाइयो, अब चाहिँ एमसिसीको विरोध नगर्ने भन्दा चुपचाप घरमा बस्यो होइन। यस्ता दास र रैतीहरूका सामन्त ओली देउबा प्रचण्डहरू जसका दासहरू हुन् कार्यकर्ता, त्यो दासबाट मुक्ति चाहेको छ देशले, ती रैतीहरूबाट मुक्ति चाहेको छ। यिनीहरूले स्वाधीनता बेचे नि एमसिसीमा, इनइक्वल फुटिङमा, असमान सम्झौता उनीहरूले स्थगित गर्दा स्थगित हुने, हाम्रो कारणले स्थगित भयो भने ब्याज बुझाउनु पर्ने, यस्तो तपाईँको विदेशीको टाङमुनि छिरेर गर्ने सम्झौतालाई मान्न बाध्य हुने जनता दास हो नि त, त्यो रैती हो नि त। तर राज संस्थावादी देशभक्तहरू गलतलाई गलत हो भन्छ, त्यो दास हुँदैन।
यसैले जबसम्म दलको शासन रहन्छ दासहरू रहन्छन्, जबसम्म दलको तपाईँको चाहिँ हालिमुहाली रहन्छ तबसम्म रैतीहरू हुन्छन्। रैती र दासबाट मुक्ति भनेकै राज संस्था हो, जहाँ कुनै नेताले भनेको कारणले गलतलाई गलत भन्न हिचकिचाउँदैन, सहीलाई सही भन्न हिचकिचाउँदैन। राजाको समयमा यो त देशविरोधी सन्धि हुन लाग्यो भनेर भन्न पाइन्थ्यो, अहिले पाइँदैन, गोली खानुपर्छ, होइन र? बोल्न नपाउने कुराको उदाहरण त मै हो त। यिनै असमान सन्धिको विरोध गर्दा अहिलेसम्म त 12 पटक भइसक्यो मलाई थुनेको, होइन? त्यसो भने यो बोल्न नपाउने व्यवस्था हो देशको पक्षमा। तपाईँले बोल्न पाउनुहुन्छ ओलीदेउवा प्रचण्डको पक्षमा, तपाईँले बोल्न पाउनुहुन्छ लुटाहा सामन्त कम्बोडियामा पैसा राख्नेहरूको समर्थनमा मात्रै। तपाईँले देशको पक्षमा बोल्न पाउनुहुन्न यो व्यवस्थामा। हेर्नु, तपाईँले जनताको पक्षमा बोल्न पाउनुहुन्न, तपाईँले त्यही लुटेरा नेताको पक्षमा मात्रै बोल्न पाउनुहुन्छ। यसैले यो दासहरूको व्यवस्था हो, यो दासहरू उत्पादन गर्ने व्यवस्था हो। मान्छे जन्मिँदै काङ्ग्रेस जन्मिन्छ, जन्मिँदै एमाले जन्मिन्छ, जन्मिँदै माओवादी जन्मिन्छ, होइन? यो त दासहरूको जन्म भइरहेछ, कहाँ नेपाली जन्मिरहेछ र? यसैले स्वतन्त्र स्वाधीन नेपालीको जन्म दलहरूलाई अन्त्य गरेपछि हुन्छ, यी नेताहरूलाई अन्त्य गरेपछि। अब यो दलतन्त्रको अन्त्य गरेर तपाईँहरूले राजतन्त्र लिएर आएर चाहिँ यो तपाईँले भनेको जस्तै यो दास रैती मानसिकता हटेर जान्छ। अब यो अघि भन्नुभएको राजतन्त्र होइन, राजाले भनेको विज्ञप्तिमा आएको छ संवैधानिक राज संस्था। मैले भनेको संवैधानिक राज संस्था होइन नि। फेरि म राजासँग पनि डिफर गर्छु। म त अत्यन्त राजा चाहनुहुन्छ तपाईँ? म त यी नेतालाई छडी लाउँदै 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 खुरुखुरु जेल पठाउने, तिनको स्रोत नखुलेको सम्पत्ति सबै निरङ्कुश ढङ्गले, वास्तवमा अहिले चाहिँ निरङ्कुश छ, त्यसलाई चाहिँ अङ्कुश भएको भन्छु म। उनीहरूले निरङ्कुश ढङ्गले भन्छन्, अहिले चाहिँ निरङ्कुश छन् नेताहरू। यिनले कम्बोडियामा पैसा राख्यो भने ठिकै छ, उता गिरिबन्धु खायो भने ठिकै छ, स्वाधीनता गुमाएर एमसिसी गरे पनि ठिकै छ, अङ्कुश लाउने कोही भएन। तर राजा हुँदा राजाले अङ्कुश लाउने हो। त्यसैले राजा भएको व्यवस्था चाहिँ अङ्कुश भएको हो, दल भएको व्यवस्था निरङ्कुश हो। ए दलतन्त्र चाहिँ निरङ्कुश हो? दलतन्त्र निरङ्कुश। म त राजनीति शास्त्रको शब्दकोश अनुसार व्याख्या गर्ने मान्छे हो नि त। मलाई अदालतले विद्वान भनेर प्रमाण दिएको छ, होइन र? विद्वान अधिवक्ता भन्छ अदालतले नै। त्यो त्यतिकै भनेको होइन, पढेर शब्दार्थ सहित। त्यसकारणले नेताहरूले चलाउने व्यवस्था निरङ्कुश हुन्छ, जहाँ कसैले अङ्कुश लाउन सक्दैन, प्रमाणित भयो होइन। उनीहरूले निरङ्कुश भने पनि निरङ्कुश सही। म चाहिँ यस्तो राजा चाहन्छु जसले छडी लाउँदै लाउँदै नेतालाई जेल पुर्याओस् र अहिलेसम्म लुटेको सबै असुल गरोस्, सांसदहरू मन्त्री प्रधानमन्त्री हुन नपाओस्। तपाईँको चाहिँ गम्भीर प्रकारका देशका सूचना विदेशीलाई बेच्ने, भ्रष्टाचार गर्ने, चेलीबेटी बेचबिखन गर्ने, फिरौती मागेर सानो विक्रम लुटेल जस्ता 6 वर्षका बच्चालाई बाउसँगको लेनदेनको कारणले चाहिँ तपाईँको अपहरण गरेर मार्ने, यी लगायतलाई मृत्युदण्डको सजाय हुनुपर्छ भन्ने मेरो विचार छ। तपाईँ त्यस्तो व्यवस्था चाहनुहुन्छ, तर नेपाली जनताले त त्यो व्यवस्था स्वीकार गर्दैन नि यतिखेर। कसले गर्दैन? अहिले मैले भनेको तपाईँको यो कमेन्टमा हेर्नुहोस् न, कति प्रतिशतले स्वीकार्छन्, कति प्रतिशतले स्वीकार गर्दैनन्, कमेन्टमा हेर्नु होला। म ग्यारेन्टी गर्छु 99% स्वीकार गर्छ। नेताको सम्पत्ति स्रोत नखुलेको सबै राष्ट्रियकरण गर्ने, होइन भने जेल हालिदिने, जेल हालेर पनि राष्ट्रियकरण गर्ने। कसले स्वीकार गर्दैन? ल हेरौँ त। नस्वीकारे स्वीकार्दैनन्, जबरजस्ती लाद्नुपर्छ। किनभने तपाईँको घरमा 5 जना छोराछोरी छन् भने नि, 5 जना मध्ये 4 जना छोराछोरीले आइतबारदेखि चाहिँ स्कुल नजाने निर्णय गरे भने, तपाईँ बाउ हो भने बहुमत छोराछोरीले आइतबारदेखि स्कुल नजाने गरेको निर्णय स्वीकार गर्नुहुन्छ? अभिभावकले स्वीकार गर्दैन, नेतृत्वले बहुमत मान्दैन। म बहुमत नमान्ने नेतृत्व होस् भन्ने चाहन्छु। यस्तै यस्तै खालको अभिव्यक्तिको कारणले चाहिँ आउन लागेको राजा पनि पछाडि फर्किन्छन्, आउँदैनन् भन्ने कुरा आइरहेको छ कि यतिखेर। आज नआए भोलि हुन्छ। मेरो चाहना यो छ, राजाको चाहना अर्कै छ। राजाको चाहना के छ? संवैधानिक भएर बस्ने, शासन दलहरूले नै चलाउने। राजा संवैधानिक भएर दलहरूले शासन चलाउँदा पनि म त्यो व्यवस्थाको कुरा गरिरहनेछु। म कुनै मन्त्री हुन, के पदमा जान मेरो कहिल्यै चाहना छैन। अहिलेका मन्त्रीहरूको भन्दा मेरो धेरै राम्रो व्यवस्था छ, होइन र? यिनीहरूको भन्दा मेरो धेरै राम्रो इज्जत छ। यिनीहरूको भन्दा आध्यात्मिक हिसाबले म धेरै माथि छु। म बिहान बेलुका अध्ययन गर्छु,
चिन्तन गर्छु, ध्यान बस्छु, देखेको कुरा प्रष्ट बोल्छु। मलाई कुनै पदमा केही जान छैन, मलाई जान पर्यो, गर्नु पर्यो भने मलाई यही कानुन व्यवसाय न्यायबाट सेवा गर्ने चाहना मेरो छ, म यही गर्छु। यसकारण कहीँ पनि कुनै पनि पदमा जाने एक्सपेक्टेसन जोसँग हुँदैन नि, त्योसँग कुनै लोभ लालच हुँदैन। भोलि राजा आएर संवैधानिक भएर बस्दा पनि म चाहिँ यी दलहरूलाई निमिटान्न पार्ने नै शासन व्यवस्थाको पक्षमा हुन्छु। म त्यति बेला पनि अल्पमतमा हुनेछु, तर म यही बोलिरहेको हुनेछु। आज राजाले भनेकै ठिक छ, संवैधानिकै भएर बस्ने, संवैधानिक चाहियो, राजाबाट चाहना दलहरूले नै गर्ने हो, तपाईँहरूले नै गर्नुहोस्। तर तपाईँहरू त राष्ट्रपति भइसकेपछि पनि पार्टीको सदस्य हुन जानुभयो नि त। जनतालाई कुनै पनि दलको सदस्य नभएको, त्यस्तो सबैलाई समान देख्ने एउटा चाहिएको छ भन्ने चाहना मैले बुझेँ भनेर दलहरूलाई सहमतिमा, वार्तामा, संवादमा आएर म संवैधानिकै भएर बस्न तयार छु भनेर विज्ञप्ति नै आइसकेको छ। म त्यो विज्ञप्ति आइसकेपछि मेरो व्यक्तिगत मात्रै मैले धारणा राखेको, मैले त माघ 19 पछि राजाले कदम चाल्दाखेरि 17 साल पुस 1 गते राजा महेन्द्रले भइरहेको संविधानलाई खारेज गरेर बेग्लै संविधान जारी गरे जस्तो नगरेको कुरामा विरोध जनाइरहेको छु। त्यो गरेको भए नि फेरि पञ्चायत जस्तो उद्योगको क्षेत्रमा, समृद्धिको क्षेत्रमा अन्तर्राष्ट्रिय एउटा चाहिँ स्थापत्य नेपालले प्राप्त गर्ने सन्दर्भमा ठुलो प्रगति प्राप्त गर्थे। त्यो नगर्नु भुल थियो, म त त्यो भनिरहेको छु। त्यसो भएको हुनाले अब यतिखेर नेपालको राजाको क्यान्डिडेट ज्ञानेन्द्र शाह कि हृदेन्द्र शाह? राजाको कहिले क्यान्डिडेसी हुँदैन, राजाको कहिले कन्स्टिट्युएन्सी हुँदैन। नो क्यान्डिडेसी, नो कन्स्टिट्युएन्सी। इट हेज इट्स अन ट्रेडिसन, अन कल्चर, भ्यालुज, नर्म्स। यो भएको हुनाले स्वाभाविक रूपमा राजाको छोरा राजा हुने हो, सक्यो। त्यसपछि छोरा राजा हुने हो। यति भइसकेपछि त अरू कुनै प्रश्न हुन्छ जस्तो लाग्दैन मलाई। तर यतिखेर हृदेन्द्र शाहको राजाको चर्चा व्यापक छ, तर एका थरीले चाहिँ राजा हृदेन्द्र शाहलाई बनाउँदा ठिक छ भनिरहेका छन् भने एका थरीले चाहिँ राजा हृदेन्द्र शाहलाई राजा बनाउने जुन अहिले कुरा आइरहेको छ, यो चाहिँ नेपालको इतिहासबाटै राज संस्थालाई सदाको लागि अन्त्य गर्ने यो प्रपञ्च हो भनिरहेका छन् क्या। केपी ओली भन्दा धेरै पढेका, केपी ओलीको भन्दा सभ्य, सुसंस्कृत, संयम भाषा भएको, राजनीतिक चेतना केपी ओली भन्दा उच्च भएको, केपी ओलीको जस्तो तुच्छता नभएको, केपी ओलीको तुच्छ भाषासँग उहाँको अस्तिको स्ट्याटस तुलना गरेर हेर्नुहोस्, कति सौम्य, कति सुसंस्कृत, कति राजनीतिक, होइन? अब कतिले भन्छन् उहाँलाई चाहिँ राजनीतिक अनुभव छैन। अनि अनुभव के, धर्मप्रसाद ढकालहरूलाई मारेको अनुभव चाहिने? अनुभव उहाँ बाँदरमुडेमा विद्यार्थीहरूलाई चाहिँ चढेको गाडी बम ब्लास्ट गरेर मारेको प्रचण्डहरूको जस्तो अनुभव चाहिने? अनुभव के चाहिने? कम्बोडियामा पैसा लगेर देशको लुटेको थुपारेको अनुभव चाहिने? यही हुन्छ राजनीतिक अनुभव। राजनीतिक अनुभव राष्ट्रगान गाइरहेका मान्छेहरूमाथि गोली हान्ने अनुभव चाहिने? यस्तो कुनै राजनीतिक अनुभव चाहिँदैन। यस्तो नचाहिने अनुभव हो। यिनीहरूसँग खराब अनुभव छ। हो, हामीलाई अनुभवहरू चाहिन्छ, तर खराब अनुभव होइन। यसैले युवा पुस्ताको प्रतिनिधित्व, सुपठित, सुसंस्कृत युवालाई सोध्नुहोस् न, हरेक केपी ओलीहरू जस्तो धोद्रो, पुरानो, बुढो, कुहिएको पुस्ता चाहिन्छ कि एकदम फ्रेस, नयाँ, विश्व जानेको, बुझेको, त्यति सभ्य ढङ्गले बोल्ने, त्यस्तो चाहिएको। अब राजाले पनि आफ्नो नातिलाई नै अब राजा बन्नको लागि अघि सारेको जस्तो एउटा दृश्य देखियो। अस्ति नारायण हिटीमा हात समातेरै भित्र लगेर पूजाआजा गरिएको, त्यो राजकाज सिकाउनको लागि त्यस्तो अहिले जुन गणतन्त्र आएपछि 19 वर्षपछि पूर्व राजा ज्ञानेन्द्र शाह र नातिसहित नारायण हिटी प्रवेश गरेको कसरी हेर्नुहुन्छ त्यसलाई? रामचन्द्र पौडेलले आफ्नो छोरालाई विदेशमा राखे जस्तो राख्नुपर्ने हो र? हो र? होइन नि, होइन? त्यो भएको हुनाले एकदमै प्रष्ट छ। राजकाज नसिकाए पनि आउँछ ब्लडबाटै, 1 नम्बर। त्यो त एउटा स्ट्याटसबाटै देखिहाल्यो नि, क्षुद्रहरूको कस्तो हुन्छ बोलीमै वचनमै देखिहाल्यो, सुसंस्कृत परिवारबाट आएको कस्तो हुन्छ देखिहाल्यो। पुरै नेपालीको, शान्तिको, बुद्ध जन्मेको देशको नेताको
अभिव्यक्ति भनेको हृदयेन्द्रको जस्तो पो हुन्छ त, ओलीको जस्तो हुन्छ हैन। यो भएको हुनाले प्रष्टतः ऊ भुटानमा राजा हुँदाहुँदै आफै रिजाइन गरेर अनि छोरालाई गद्दी सुम्पेको देखेका छौँ त हामीले। जस्तो बनाए पनि हुन्छ। स्पेनमा हेर्नुहोस् त, युवराजाधिराजले विवाह गर्ने केटी युवराजाधिराजले भन्दा पनि संसदले मन पराउनु पर्ने व्यवस्था छ। त्यो होलाले लेड्जियालाई बिहे गर्ने प्रस्ताव राख्दा त्यस्तै भयो, संसदले मन परायो, संसदले पास गरेपछि क्याबिनेटले पास गर्यो, पछि त्यहाँको अफिसियल स्टेट चर्च आधिकारिक राजकीय चर्चको धर्मगुरुले संसदको निर्णय पनि बदर गरिदियो, क्याबिनेटको निर्णय पनि खारेज गरिदियो, हुँदैन त्यो केटी भनेर भनिदियो। किन हुँदैन भन्दा ओन्ली बिकज अफ नट बिइङ द मेम्बर अफ अर्थोडक्स क्रिस्चियन फ्यामिली, क्रिस्चियन फ्यामिलीको नभएको हुनाले मात्रै हुँदैन भनिदियो। पछि फेरि कन्भर्स गराएर अनि मात्रै युवराज पद चाहिँ फिर्ता दियो। त्यो जस्तो बनाए पनि हुन्छ कानुन, र यो जस्तो बनाए पनि संवैधानिक भएर बस्न म तयार छु भन्ने कुरा चाहिँ राजाको विज्ञप्तिमा आइसकेको छ। यसलाई हामीले स्वीकार गरेका हौँ। मैले इन्डिभिजुअल्ली होइन यो चाहिँ ठिकै अभिव्यक्त भएको छ विज्ञप्तिमा भनेर मानेको हुँ। तर व्यक्तिगत रूपमा म तपाईको चाहिँ वैदिक गणतन्त्रको पक्षमा छु, वैदिक राज संस्थाको पक्षमा छु। त्यसले अघि मैले भने जस्तो घरका बहुमत छोराछोरीले स्कुल नजाने निर्णय गरे भनेर पपुलर हुनका लागि बहुमत मान्दैन। स्कुल नजानु गलत हो भन्छ, एक्लै भए पनि बहुमतलाई खारेज गर्छ। स्कुल जानुपर्छ भन्छ, स्कुल गएन भने फकाएर स्कुल पठाउँछ, चक्लेट दिन्छु भनेर। फकाउँदा भएन भने ठिक हुँदैन नि तिम्रो भविष्य भनेर अलिकति त्रास देखाउँछ। त्रास देखाउँदा पनि मानेन भने धम्की दिन्छ, धम्की दिँदा पनि मानेन भने रक्षा शिक्षाको सिद्धान्त बमोजिम 2 लबटा दिएर पठाउँछ। त्यस्तो हुन्छ अभिभावक भनेको। म त्यस्तो अभिभावकको पर्खाइमा छु। स्वागतजी, अब यो जुन जेठ 15 गतेको घटना अलिकति रणभूमिमै परिणत हुने जस्तो देखियो हिजो केपी ओलीको अभिव्यक्ति। होइन होइन होइन, बिचरा भागिहाल्छन् नि ओली। ओली सडकमा तपाईँ त्यहाँ आउने भिड्न सक्दैनन् तपाईँहरूसँग? हजुर, भिड्नलाई 1 मिनेट भिड्ने मूडमा देखिनुहुन्छ? 1 मिनेट मात्र सडकमा आएर टिकेर देखाउन् न। राजा जस्तो, स्वागत नेपाल जस्तो सडकमा आएर केपी ओली सुरक्षाकर्मी नलिकन, आफ्ना गुन्डा नलिकन। तपाईँहरूको अहिलेको यो राजावादी आन्दोलन, अहिलेको जेठ 15 गतेको आन्दोलनमा आउन तयार भएको जनताहरू पनि यतिखेर त्रसित छ क्या हिजोको केपी ओलीको? होइन 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 होइन, जति बेला राजावादी राज संस्थावादीहरूलाई कुनै दमन थिएन त्यो बेला यति मान्छे सडकमा छँदै थिएन हो। राज संस्था चाहियो भनेर आवाज उठेको संसददेखि सडकसम्म आजदेखि हो होइन नि, यो संविधान जारी भएदेखि नै हो नि। तर त्यति बेला मान्छे सडकमा थिएनन्, किनभने विद्रोहको विज्ञान के हुन्छ भने जति दमन बढ्दै जान्छ सडकमा उति मान्छे आउँदै जान्छन्। हिर्काउँदा थर्की बज्ने घण्टहरूको बानी, जति रेट्यो उति बज्ने तारहरूको बानी, थेचारिँदा माथि उठ्ने भकुण्डाको बानी, तिमी पनि यस्तै बन साना साना नानी भनेर हामीलाई बालगीतमै बच्चामै विद्रोहको साहित्यिक चेतना भरिदिएको छ नेपालको वाङ्मयले। त्यसो भएको हुनाले जति जति दमन बढ्दै गयो त्यति त्यति सडकमा मान्छे धेरै आउँदै गए हो। विद्रोहमा जहाँ पनि जहिले पनि त्यसलाई चुपचाप छोडिदियो भने त्यति मान्छे सडकमा आउँदैनन्। यसरी अहिले केपी ओलीको विरोध एमाले भित्र र कङ्ग्रेसभित्रबाट भइरहेछ, किनभने उनले यो अनावश्यक रूपमा विरोध गरे जस्तो देखाएर आफै राज संस्था फर्काउन चाहन्छन् र यसले चाहिँ सहयोग राज संस्थाका लागि गर्दैछ, तिमीले गलत गर्यौ भनेर त्यहाँ कङ्ग्रेस र माओवादीले नै ओलीलाई विरोध जनाउँदैछन् अहिले। किनभने विद्रोहको विज्ञान नै तपाईँले जति दमन गर्नुहुन्छ र यस्तो असभ्य ढङ्गले धुलो पिठो बनाउँछु भनेर अभिव्यक्ति खुलेआम दिनुहुन्छ, धुलो पिठो कसले बनाउँदो रहेछ अनि त्यसपछि जाग्छ आउँछ, विज्ञानै यही हो विद्रोहको। तपाईँ जसरी भन्छ त्यसरी लड्न तयार, भिन्न जसरी भन्यो त्यसरी। तर कहिले पनि बुद्धको भूमिमा राजाका लागि हुने आन्दोलन शान्तिपूर्ण हुन्छ, तर शान्तिपूर्ण हुँदैमा हामी आध्यात्मिक मान्छेहरू हौँ, हामी धार्मिक मान्छेहरू हौँ। हाम्रो धर्मले 100 पटकसम्म गल्ती गर्यो भने भगवान् कृष्णले पनि शिशुपालको टाउको छिनाउनु भएको थियो। हाम्रो राष्ट्राध्यक्षले, राजाले, अहिले राष्ट्रपति भन्नेले पनि बेला बेला भद्रकालीमा गएर त्यो तरवार साट्छन्। त्यो देवीको तरवार डेकोरेसनका लागि होइन। रामले बोकेको धनुवाण फेसबुकमा फोटो राख्न राम्रो देखिन्छ भनेर बोके होइन,
प्रहार गर्न लाग्यो अन्यायको विरुद्ध। त्यसैले आध्यात्मिक मान्छे, धार्मिक मान्छे जहिल्यै पनि जब अन्याय हुन्छ ज्यानको बाजी राखेर लड्छ। र अस्ति जस्तो राष्ट्रगान गाइरहेकाहरूमाथि फेरि यसरी गोली दागियो भने इतिहासले नबिर्सने गरी जवाफ दिइन्छ। हामी शान्तिपूर्ण आन्दोलनमा लाग्नेहरूमाथि त्यस्तो भयो भने त्यसको जवाफ दमन जुन प्रकारको हुन्छ, प्रतिरोधात्मक प्रतिकार त्यही तहको हुन्छ। त्यहाँ कुनै किसिमको अप्रिय घटना घट्यो भने त्यसको जिम्मेवारी कसले लिने? केपी ओली उनले त मान्छे मार्ने त निर्देशन दिइसके त आफ्ना कार्यकर्तालाई, सरकारले दिइसक्यो त। धिलो पिठो पार्नु भनेर धुलो पिठो को हुन्छ भन्ने चाहिँ प्रष्ट भइसकेको छ। जनताले जसलाई चोर भनेको छ उनीहरू हुन्छन्। तिनकुने घटनाको नजिरलाई हेर्दाखेरिमा त्यो घटनामा जुन नेतृत्व गर्ने जुन आन्दोलनको नेतृत्वकर्ताहरू थिए उनीहरूलाई माथि मुद्दा चलाउने सरकारले तयारी गरेपछि चाहिँ मैले होइन, मैले आयोजना गरेँ होइन, म त अतिथि मात्रै थिएँ त्यो कार्यक्रमको भन्ने जस्तो अभिव्यक्ति आउन थाल्यो यतिखेर। म विनम्रतापूर्वक निवेदन गर्छु, आज मैले हिरासतमा पनि गएर लगभग सबैलाई भेटेँ, अदालतमा पनि गएर भेटेँ र सबैले के बताउनु भयो भने आफूहरूले बोल्दै नबोलेको, आफ्नो सहकर्मी अरू साथीहरूलाई नपोलेको, उहाँहरूलाई दोष नलगाएको कुरा प्रहरीले लेखेर अनि त्यसपछि प्रतिवेदन बनाएर पठाएछ। अदालतमा हामी यो पूर्ण रूपमा गएर हामीलाई 32वटा क्वेसनमा साइन गरेको थियो, प्रिन्ट गरेर देखाएको थियो। पछि यही हो भनेर साइन गराउँदाखेरि त 42वटा क्वेसन रहेछन्। हामीलाई कतिपयले चाहिँ डर, त्रास, धम्की दिएर यस्तो कुरा लेख्न लगाइयो, यस्तो कुरामा सही गर्न लगाइयो र हामीले भन्दै नभनेको कुरामा सही गर्न लगाइयो। कतिपय सही गरिसकेपछि मात्रै मिडियामा आउँदा मात्रै, यहाँ पत्रिका आउँदा थाहा भयो भनेर भन्नुभएको छ। कसैले पनि एकअर्कालाई दोष लगाउनु भएको छैन, कसैले पनि एकअर्कामाथि दोष थोपर्नु भएको छैन। उहाँहरूले भनेको भन्दा बढी कुरा लेखेर प्रहरीले झुक्याएर सही गराएको भन्ने कुरा आज मलाई बताउनु भएको छ, अदालतमा पनि बताउनु भएको छ। अदालतमा आएर उहाँहरूले यो आफ्नो वास्तविक बयान दिँदै हुनुहुन्छ, दिनुहुनेछ। सत्य यो हो। दुर्गा प्रसाद नागरिकहरू कोही पनि भ्रममा नपर्नु भए हुन्छ, कसैले कसैलाई दोष लगाएको छैन। यो सञ्चार माध्यमहरूमा आएको सबै कुरा मिथ्या हो। मिथ्या सञ्चार माध्यमहरूमा आएको स्रोत चाहिँ मिथ्या हो। त्यो के हो भने आज अदालतमै भन्नु नेतृत्व को हो होइन भन्ने कुरो आन्दोलनले त्यसको चाहिँ जिम्मेवारी लिने कुराले जहिले पनि पुष्टि गर्छ, होइन? जिम्मेवारी कसले लिइरहेछ हो कि होइन? जनआन्दोलनको नेतृत्वमा जनता हुन्छ, कुनै व्यक्ति हुँदैन। तपाईँ दुर्गा प्रसादज्यूलाई नै सोध्नुहोस्, मै नेता हो, मै आन्दोलनको नेतृत्व, उहाँले भन्नुहुन्न। म मरे पनि आन्दोलनले सफलता प्राप्त गर्ने छ भन्नुहुन्छ उहाँले। भाग्नु भएको छैन, कोही पनि भागेको छैन आन्दोलनबाट। अब दुर्गा परसाईलाई त जन्म कैदको मुद्दा दायर गर्ने अहिले तयारी गरेको छ सरकारले, सायद सम्भवतः आज गरियो पनि। सरकार हार्छ, पुष्टि हुँदैन। पुष्टि हुँदैन अदालतमा? कहाँ उता त्यहाँ हुँदै नभएको मान्छेले दुर्गा प्रसाई त्यहाँ आउनुभन्दा 1 घन्टा अगाडि पुलिसले गोली हानेर मारेको छ। भिडियोमा देखेको छ पुलिसले सब्जी किन्न गएका मान्छेहरूलाई गोली हानेको र तपाईँको चाहिँ निर्दोष मान्छेलाई गोली हानेर मारिरहेको छ। जसले मारेको छ उसैले अर्कोलाई हत्याको मुद्दा लगाएको छ। यस्तो पनि हुन्छ अनि जितिन्छ यस्तो। अदालतबाट दुर्गा प्रसाईले सफाई पाउने कुरामा तपाईँ ढुक्क हुनुहुन्छ? 100%। गोली जसले हानेको छ उसले मारेको हुन्छ कि गाडीभित्र बसेको मान्छेले अनि उसमा भएको मञ्चमा भएको मान्छेले असुर ग्यास खाएको मान्छेले चाहिँ मार्छ। यो केस अब कति समय जति लम्बिएला यो दुर्गा प्रसाईको अदालत बयान यो सबै? अब यो बयान चाहिँ धेरै 50 भन्दा बढी साथीहरू 55-56 जनाहरूको बयान सकिएपछि थुन्सेको बहस हुन्छ, त्यसपछि सकिन्छ। दुर्गा प्रसाईलाई आज भेटेर आउनुभयो तपाईँले? हो। के भन्नुभयो दुर्गा प्रसाईले भेट्न? आन्दोलन सफल हुन्छ, मैले कसैलाई दोष दिएको छैन, अरूले पनि दोष दिएको छैन। यो प्रहरीले अरू साथीहरूलाई पनि एकअर्काले तपाईँलाई त उसले पोल्यो नि भनेर भन्ने, अनि उसलाई पनि तपाईँले उसले पोल्यो नि भनेर भन्ने, अनि उनीहरूलाई झुक्याएर तयार गरेको र भन्दै नभनेको कुराहरू राखेर चाहिँ यसरी गरिएको रहेछ। यो गलत हो। हामी एकीकृत रूपमा लड्न अझै पनि जरुरी छ। सबैले चाहिँ राज संस्था पुनर्स्थापनाको आन्दोलनमा चाहिँ सँगसँगै लागौँ, यही भन्नुभएको छ। त्यो अब यो 15 गतेको जुन तपाईँहरूले राजालाई सिंहासनमै राख्ने गरी भनेर आन्दोलनको जुन मार्केटिङ गर्नुभएको छ त्यही अनुसारले सफल हुन्छ, राजालाई सिंहासनमा राख्न सकिन्छ भन्ने तपाईँलाई आत्मविश्वास छ? यो सत्ता त हारिसक्यो त। राजधानी पनि अब मात्रै कब्जामा लिन्छु भन्दैछ, हाम्रो कब्जामा छैन भनिसक्यो त।
होइन र प्रमाणितै भइसक्यो नि र कहीँ पनि राज संस्था नफर्केको उदाहरण छैन जहाँ यस्ता हिंस्रक मान्छेहरू शासक भए राज संस्था अन्त्य गरेको भन्ने तथाकथित घोषणा गरेपछि राज संस्था पत्रकार सम्मेलन गरेर नारायण हिटीबाट छोडेर गएको पत्रकार सम्मेलन गरेरै आउने हो एउटा अब दमन गर्ने हो भने कडा प्रतिकारबाटै आउने हो प्रष्ट तर आउन चाहिँ आउने हो किनकि सबै देशमा यस्ता तपाईँको चाहिँ असभ्य शासकहरू राज संस्था अन्त्य गरेपछि जब आए ती सबै देशमा राजा फर्केको छ यहाँ पनि त्यही बाटो हो सकेपछि तपाईँलाई म एउटा अन्तिममा एउटा प्रसङ्ग जोड्न चाहन्छु अस्ति जुन बालिन शाहलाई चाहिँ पूर्वज ज्ञानेन्द्र शाहले भेट गर्नुभयो र प्रधानमन्त्रीको अफर गर्नुभयो यो आन्दोलनमा सहयोग गरेको खण्डमा भन्ने कुरा आयो यो कतिको सत्यता होला होइन प्रधानमन्त्री जो पनि हुनसक्छ मलाई फेरि मतलब पनि छैन जोसुकै भए पनि नभए म कहिल्यै हुन्न म कुनै मन्त्री सन्त्री इत्यादिमा म कहिल्यै जान्न होइन म कानुन न्यायको क्षेत्रबाट सकिने जति मेरो सहयोग गर्छु देश र जनतालाई अब राजालाई भेटघाट गर्ने कुरा त्यसैले नै राजा सबैका साझा होइन र ओली देउबा प्रचण्डलाई भेट्दा पो विदेशी एजेन्टलाई भेटो भन्ने हुन्छ त होइन र देशमा बसिरहेको देशको अभिभावकसँग भेट्ने कुरा राम्रो कुरा हो त्यस्तो हुँदाखेरि स्वागतजी म तपाईँ अन्तिममा गणतन्त्र दिवसको आउँदै गरेको गणतन्त्र दिवसको शुभकामना दिन चाहनुहुन्न गणतन्त्र दिवसका दिन सबैले यो संविधान जलाएर हामी साँचो वैदिक गणतन्त्रको स्थापनाका लागि वैदिक राज संस्थाको स्थापनाका लागि गणतन्त्र दिवसकै दिन सबैले संविधान जलाउँ र राज संस्था पुनर्स्थापनाको खुसियाली मनाउँ भन्ने सन्देश यस्तो अभिव्यक्ति त संविधान विपरीत भएन र भने संविधान के कुन संविधान यो कुन संविधान माने छन् र यिनीहरूले संविधान मान्नेले एमसिसीमा नेपाली स्वाधीनता गुमाएर सही गर्छ नेपालको सरकार नेपालमा छैन त संविधानमा त्यो एमसिसीमा लेखेकै छ त डिटेल प्रोजेक्ट रिपोर्ट हेज टु बी submitted in consent of the government of neighbor countries. Go through the 5A of MCC compact. नेपालको स्वाधीनता बेच्नेहरू संविधान माने हो त्यसो भएको हुनाले संविधान दिवसका दिन सबैले संविधान जलाएर राज संस्था पुनर्स्थापनाको अभियानमा शरीक बनौँ भन्न चाहन्छु। हस्त स्वागतजी समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ। आभार व्यक्त गर्छु धन्यवाद ज्ञापन गर्छु। थ्याङ्क यू।